घरमा यसो भातसात पकाएर बुवा भनेर यसो हेर्न आएको त घरमा त छैन रहेछन्, कता गएछन् कुनी। अब खेततिर जानुभयो कि खोज्न जानु पर्यो। हेर्दै 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 जाऊँ कतातिर छन् कुनी। चिबे चरा चिरबिर चिरबिर गर्थ्यो, पोहोर आउँदा पनि यिनीहरू यतैतिर घुमेर हुन्थ्यो। यसपालि पनि यतैतिर रहेछ ल। चिबे, कालो चिबे मैले देखेँ बुवा आमा। यही गाउँको खेतको पुरा पछाडि हुनुहुन्छ है। म जुम गर्छु, काम नपाएर भन्दै नभनिकन खेतमा कोदाल खन्न आउनु भएको। हामीलाई भने भए हामी पनि आउँथ्यौँ नि। बुवा दिइरहनु भएको। अब गएर खाना खान जाऊँ, हामी पनि खन्छौँ भन्नुपर्ने भएको। यताबाट जाने हो, जाँदै 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 गरेर देखे जति सबै गाउँ छ। देखे जति सबै गाउँ छ। यतातिर तोरी हाम्रो चाहिँ सक्यो, अरूको चाहिँ सकिया छैन, काटेकै छैनन्। काट्नै बाँकी होला, कोही काट्दैछन्। खेतीपातीको बेला छ अहिले, भ्याइ नभ्याइ रहेछ। यहाँबाट चाहिँ बाटो टुङ्ग्याएर खेतको अलि मात्रै राखेका रहेछन्। अब चाहिँ गइन्छ। अब यही हो खेत। अस्ति तोरी उगारेर थ्रेसर लाएर छोडेको भुसहरू चाहिँ यहाँ छरछार गरेर छोड्दैछौँ। धानको बिउ रेडी भएछ, उम्रेर हरियो भएको। यता बुवा उता आमा, यता म काम नपाएर मोबाइल चलाउँदै हिँड्दैछु।